सर्पबाट हामी कति सचेत हुनुपर्छ भन्ने कुरा यो तथ्याङ्कले हामीलाई प्रश्न पार्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यो वर्षको वैशाखदेखि भदौसम्म देशमा 990 वटा सर्पदंशका घटना भएका छन्, जसबाट 68 जनाको मृत्यु भएको छ, 932 जना घाइते भएका छन्। यो डरलाग्दो स्थितिलाई आधार मान्दै सरकारले यही भदौ 1 गते मात्रै सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पनि सार्वजनिक गरेको छ, जसमा सर्पले टोकेमा के गर्ने र सर्पको टोकाइबाट बच्नका लागि के कुरामा ध्यान दिने र यसबाट मानवीय र आर्थिक क्षति कम गर्न के गर्ने भन्ने खालका योजनाहरू समेटिएको छ। र कार्ययोजनामा उल्लेख भए अनुसार विगत 10 वर्षमा नेपालमा 1678 वटा सर्पदंशका घटना भएका छन्, र जसमा 1401 जना घाइते भएका छन्, 301 जनाको मृत्यु भएको छ। मृतकहरूमध्ये पनि 42% महिला छन्, 22% बालबालिका छन्। यसले के देखाउँछ भने सर्पदंशबाट बच्नका लागि हरेक घर परिवारले बास बस्ने ठाउँ, हेर्ने ठाउँहरू सुरक्षित बनाउनु पर्ने देखिन्छ। सर्प उद्धारकर्ताहरूले पनि यसका बारेमा चेतना दिँदै आएका छन्।